नेपालले भारतीय क्षेत्र दावी गर्ने नक्सासहितको नयाँ नोट जारी गर्यो। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ताले भने कि सरकारको निर्णयअनुसार रु 100 को नोट अद्यावधिक गरिएको थियो। नेपाली केन्द्रीय ब्याङ्कले बिहिबार काठमाडौँले दावी गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सा देखाउने रु 100 मूल्यको नयाँ नोट जारी गर्यो। भारतले काठमाडौँद्वारा गरिएको क्षेत्रीय दावीलाई अस्वीकार गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको नयाँ नोटमा महाप्रसाद अधिकारीको हस्ताक्षर छ, जसको गभर्नरको कार्यकाल अप्रिलमा समाप्त भएको थियो। नोट जारी गर्ने मिति नेपाली पात्रो अनुसार 2081 विक्रम सम्वत हो, जुन सामान्य युगमा 2024सँग मेल खान्छ। नोटको पहिलेको संस्करणमा प्रयोग गरिएको नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र समावेश थिएन। नेपाली केन्द्रीय ब्याङ्कका एक प्रवक्ताले सरकारको निर्णयअनुसार नक्सा अद्यावधिक गरिएको बताए। रु 10, रु 500 र रु 1000 जस्ता अन्य मूल्यका नोटहरूमा नेपालको नक्सा छैन। सीमा विवाद 2019मा सुरु भयो, जब काठमाडौँले भारतले जारी गरेको नयाँ नक्सामा आपत्ति जनायो, जसमा लिपुलेक पास रहेको कालापानी क्षेत्रलाई भारतीय क्षेत्रको रूपमा देखाइएको थियो। जवाफमा नयाँ दिल्लीले भनेको थियो कि उसले नेपालसँगको आफ्नो सीमामा कुनै परिवर्तन गरेको छैन र नयाँ नक्साले भारतीय क्षेत्रलाई सही रूपमा चित्रण गर्दछ। मे 2020मा रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्राको लागि नयाँ मार्ग उद्घाटन गर्दा तनाव बढ्यो। नेपालले बारम्बार दावी गरेको छ कि सडक निर्माण गर्ने भारतको निर्णय दुई देशबीचको सम्झौताको उल्लङ्घन हो। नेपालले 1816मा ब्रिटिस उपनिवेशवादीहरूसँग हस्ताक्षर गरिएको सन्धिको आधारमा लिपुलेक पासमा दावी गर्दछ। जुन 2020मा नेपाली संसदले कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई आफ्नो क्षेत्रको रूपमा देखाउने देशको नयाँ राजनीतिक नक्सा समावेश गर्न आफ्नो संविधान संशोधन गर्यो। नयाँ दिल्लीले त्यस समयमा भनेको थियो कि नेपालको कृत्रिम विस्तार दावीहरू ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र टिकाउ छैन।